जापानिज लुङ्गी हेर्नु होला है त सबैजनाले। मैले आज हजुरहरूलाई देखाउँदैछु र मैले पनि फर्स्ट टाइम देखेको यो जापानिज लुङ्गी चाहिँ। यो हातले देखाइराखेको लुङ्गी चाहिँ डोरी लुङ्गी बनाएर लगाउँदा चाहिँ एकदमै राम्रो हुन्छ। यहाँ चाहिँ यस्तो लुङ्गीहरू चाहिँ एकदमै धेरै थरी डिजाइनको धेरै धेरै बुट्टाहरू थरी रङको लुङ्गीहरू चाहिँ छ। हजुरहरूलाई आफ्नो आफन्तहरूलाई नेपाल जाँदाखेरि चाहिँ प्रेजेन्टको रूपमा लुङ्गी लिएर जान चाहनुहुन्छ भने यो ओसाकाको तेन्नोजी भन्ने ठाउँमा छ। अनि म लोकेसन चाहिँ तल कमेन्ट सेक्सनमा राखिदिन्छु, सबैजनाले हेर्नु होला। यदि आवश्यकता पर्छ भने हजुरहरूले पनि यो ठाउँमा आएर लिएर जानु होला। जापानमा पनि यसरी थानमा राखेको काँचो कपडा किनेर है आफूलाई चाहिँ अब कुर्ता सिलाउन मन छ भने, ब्याग सिलाउन मन छ भने, सर्ट सिलाउन मन छ भने अनि हजुरहरूले चाहिँ यस्तो थानबाट काँचो कपडा किनेर ल्याएर सिलाउन सकिँदो रहेछ। जापानमा पनि एकदमै धेरै पाइँदो रहेछ। नेपालमा चाहिँ धेरै थरीका धागोहरू पनि पाइन्छ सिलाइ बुनाइको लागि है। ल फेरि भेटौँला, बाई।